प्रकाशकीय अक्षरमार्ग विगत 6 वर्षदेखि नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा समर्पित रहँदै आएको छ। साहित्यिक पत्रिका नेपाली भाषा र साहित्यको विकासका लागि उल्लेखनीय योगदान गरेका साहित्यकारहरूको विशेष अङ्क मात्र नभई महत्त्वपूर्ण साहित्यिक कृतिहरू पनि अक्षरमार्गले प्रकाशित गर्ने जमर्को गर्दै आएको छ। साहित्यको साधनामा लागेर नेपाली वाङ्मयको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिसकेका आदरणीय स्रष्टाहरूको विशेष अङ्क प्रकाशन गर्न पाउनु, उहाँहरूका कृति प्रकाशन गर्न पाउनु अक्षरमार्गका लागि खुसीको विषय हो। राष्ट्रकै सम्पत्तिका रूपमा रहेका यस्ता साहित्यकारहरूको प्रेरणादायी व्यक्तित्व र कृतिबाट सबैले केही कुरा जान्ने र बुझ्ने मौका पाउँदछन्। त्यसैले पनि सामान्य अङ्क, विशेष अङ्कको प्रकाशनका साथै कृति प्रकाशनको थालनी पनि भएको हो। सन्दर्भ भीमप्रसाद काफ्ले र उनको नारी ओझेलभित्रकी आधा आकाशको हो। भीमप्रसाद काफ्ले नेपाली साहित्यको निबन्ध विधाका सशक्त निबन्धकार हुन्। उनी गीत सुसेल्छन्, नाटक कोर्छन्, कवितामा कलम दौडाउँछन्, तर मूलतः उनी निबन्धकार हुन्। उनका खँदिला र हृदयस्पर्शी निबन्धहरू यसको प्रमाण हो। सरलता, सरसता र भावमा गम्भीरता उनका निबन्धका विशेषता हुन्। उनको यो नारी ओझेलभित्रकी आधा आकाश नारीलाई केन्द्रबिन्दुमा राखेर लेखिएको पुस्तक हो। नारी धरती हुन्, जननी हुन्, नारी आदि शक्ति पनि हुन्। जहाँ नारीको पूजा हुन्छ त्यहाँ सदैव देवताको वास हुन्छ भन्ने पवित्र भावना यसमा छ। नारी र पुरुष एकअर्काका पर्याय हुन्, एउटा रथका दुई पाङ्ग्रा हुन्। तैपनि सदियौँदेखि नारी र पुरुषबीच असमानताको ठुलो खाडल छ। नारीलाई समानाधिकार सम्पन्न बनाउनुका बदला थिचोमिचो गर्ने गरियो। लैङ्गिक समानता नहुनु, अन्याय, अत्याचार, शोषण, दमन अन्त्य गरी नारीलाई ओझेलभित्रकी आधा आकाश होइन, पुरुष समान हक र अधिकार दिनुपर्छ, समान अवसर प्रदान गर्नुपर्छ भन्ने गहन भाव प्रस्तुत पुस्तकमा रहेको छ। पुरुषको बजारमा नारी सौन्दर्यको वस्तुको रूपमा रहेको छ। नारी सन्तान उत्पादन गर्ने कारखाना वा सौन्दर्य प्रदान गर्ने यन्त्र जस्तै ठानिएको छ। यति हुँदा पनि सुतेको अभिनय गर्ने नारीप्रति लेखकको विमति पनि रहेको छ। नारीहरू सृजनशील बनेर समाजको सकारात्मक परिवर्तन गर्ने दिशातर्फ उन्मुख हुन जरुरी रहेको भाव पनि पुस्तकमा अभिव्यक्त भएको छ। 11 खण्डमा विभाजित यो कृतिले नारीका विषयमा गहन रूपमा चिन्तन गरिएको छ। अवश्य पनि यो पठनीय रहनेछ भन्नेमा हामी विश्वस्त छौँ। आशा छ यो पुस्तकले अवश्य पनि पाठकहरूलाई अथाह स्नेह प्राप्त गर्नेछ। आशा छ यो पुस्तकले अवश्य पनि पाठकहरूबाट अथाह स्नेह प्राप्त गर्नेछ। विशेष गरेर नारीमाथि गरिने अनुसन्धानात्मक कार्यका लागि यो पुस्तक अवश्य पनि उपयोगी सिद्ध हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ। सूर्य प्रसाद लाकोजु, सम्पादक, अक्षरमार्ग साहित्यिक त्रैमासिक।